सभामुख महोदय, भर्खर निर्वाचन सम्पन्न भएर स्थानीय निकायमा आउनुभएका सम्पूर्ण जननिर्वाचित जनप्रतिनिधिहरूलाई यहीँबाट हार्दिक बधाई तथा शुभकामना टक्राउँदछु। साथै गत वर्ष छुट्याइएको हाम्रो सोलुखुम्बु जिल्लाको चाहिँ एउटा निर्वाचन क्षेत्र काहीँ पनि कालोपत्र नभएको ठाउँको एउटा कालोपत्रे सडक बहुवर्षीय सडकको चाहिँ टेन्डर भएकोले त्यो 4 वर्षपछि भएको टेन्डर वर्तमान मन्त्रीबाट भएको हुँदा उहाँलाई धन्यवाद पनि टक्राउँदछु। बाँकी जब म यो बजेट भाषण प्रदेश प्रमुखबाट सुने, त्यहाँबाट मैले मेरा आदरणीय नेता राजेन्द्र राईलाई सम्झेँ। हामी सत्ता पक्षमा हुँदा उहाँका र मेरा धेरै मुद्दाहरू मिल्थे। यो नीति कार्यक्रमका कुराहरू उठाउँदाखेरि उहाँका र मेरा धारणाहरू मिल्थे। ती कुराहरू कति यसमा पर्यो होला भनेर हेर्दा केही पनि परेको रहन्छ। तसर्थ यो ठाउँै त्यस्तो हो कि कुर्सीमा गएपछि जनतासँग बाचा गरेका, नेतासँग बाचा गरेका, देखेका सपनाहरू बिर्सिएर कतै हराउने यो परिपाटी के होला, यसको जवाब म आफैले पनि पाइरहेको छैन। र मुख्य कुरा यो घोषणा, यसलाई अब गठबन्धनको घोषणापत्र भनौँ, घोषणापत्र नै होला जस्तो लाग्छ एक मनले। तर घोषणापत्र पनि बिच जङ्गलमा अलमल्लिएको यात्री जस्तो, यसको गन्तव्य छैन। कहाँ जाने हो, कहाँ जान खोजेको, के गर्न खोजेको र कसरी चाहिँ यसलाई समृद्ध 1 नम्बर प्रदेश बनाउन सकिन्छ भनेको कुनै रूपरेखा यसमा मैले भेटिनँ। सर्वप्रथम त हामीले उठाएका प्रश्न, पहिले यो प्रदेश सबै 1 नम्बर प्रदेशका जनताहरूको हो भन्ने कुरा यदि मान्यता राख्ने हो भने सर्वप्रथम यस प्रदेशमा आउने पहुँच सबै जनताले हवाई मार्ग, जमिन मार्ग, थल मार्ग, कुन मार्गबाट सजिलो हुन्छ, सहज रूपमा यो प्रदेशमा आउनुपर्ने चिजहरू हुन्थ्यो होला। त्यो केसमा प्राथमिकता किन परेन? के हामीले बारम्बार उठाएको कुरा त्यो यसमा सर्वप्रथम त यस प्रदेशमा अन्य प्रदेश नछिरिकन सिधै आउने पहुँच मार्गको बारेमा केही बोलेन, हवाई मार्गमा केही बोलेको छैन। त्यति मात्रै होइन, हाम्रो प्रदेश 1 नम्बर प्रदेश चाहिँ हिमाल, पहाड, तराई 3 क्षेत्र भएपछि हाम्रा विविधतालाई समेटेर यसको आर्थिक उन्नति गर्ने भनेर लगातार निकालिएको, तर कोभिडको कारणले कार्यान्वयन हुन नसकेको जडीबुटी प्रशोधन केन्द्र हिमालमा एउटा थियो, पहाडमा एउटा थियो, एउटा मधेसमा थियो, तर त्यो काटिएको देखिन्छ। र फेरि के आयो, गाउँपालिका स्तरीय उत्पादनमा वृद्धि होस्, एउटा भास्ट योजना पनि त कार्यान्वयन गर्न नसकिरहने, काट्ने, फेरि पालिका स्तरीय चाहिँ उत्पादन जाने भनेको कुरो यो कति मिल्दो छ? यो कुरोलाई त्यो कार्यक्रम यदि जडीबुटी प्रशोधन गर्दा हिमालका जडीबुटीलाई चाहिँ जुन त्यो खालको अहिले जुन उत्पादनमा चाहिँ लानुपर्छ भन्ने जुन एउटा आइरहेको बेलामा त्यो कार्यक्रम यसमा काटिएको छ, त्यसलाई पनि ध्यान दियोस्। बाँकी जस्तै अब यसले हाम्रो विकासको अवधारणा हेऱ्यो भने हाम्रा पहाडमा एउटा यो 5 वर्षको बिचमा हाम्रो एउटा पुल पनि तयार भएन, अझै हुनेवाला छैन। भनेपछि हामीले बारम्बार उठाएको अहिलेको टेक्नोलोजीलाई प्रयोग गरेर चाहिँ बनाउने पुलहरू पहाडमा ती महँगा होइनन्, सस्ता, वर्षदिन पुऱ्याउने पुलहरूलाई बेलिबिच बनाउनुपर्छ भनेर हामीले सदन धेरैचोटि उठाइयो। व्यक्तिगत रूपमा पनि हामी धेरै कुरा उठाएका छौँ। त्यसको लागि कुनै पनि यसमा बोलिएको छैन, किनभने हामीलाई मरेपछिको स्वर्ग होइन, तत्काल प्रयोग गर्न स्वर्ग हुने, छिटो छरितो हुने त्यो टेक्नोलोजीहरूको प्रयोग गर्नको लागि त्यसको बारेमा केही बोलिएको छैन। हामीले बारम्बार प्रयोग गरेर देखाइसकेका छौँ कि हामीले हाम्रो संसदीय कोषको पैसा स्थानीय निकायसँग मिलेर केही ठाउँमा बेलिबिजहरू चाहिँ हामीले 6 महिना बस्न सिद्ध्याएर चाहिँ बनाएका उदाहरण हाम्रो सोलुखुम्बुमा छन् भने त्यो टेक्नोलोजी भित्राउनको लागि चाहिँ यसमा केही बोलिएको छैन। विकासका मोडेल, विकासका अवधारणाहरू ल्याउँदै गर्ने क्रममा चाहिँ आउने र हाम्रा प्रदेशका सबैभन्दा बढी चाहिँ उत्पादन हुने र खपत चाहिँ 3 नम्बर हुने नेपाली काँच, त्यसको बारेमा केही बोलिएको छैन, जुन चाहिँ 1 नम्बर प्रदेशमा सबभन्दा बढी उत्पादन हुन्छ। अब खानेपानी सहरमा छ, खानेपानी खालि बेच्ने कुरा गरेर सुन्छु मैले।
हामी आफैले सहरमा থকা मान्छेले बसे खान पाएका छैनौँ। हाम्रा गाउँघरमा डाँडा डाँडा सुक्खा छन्, त्यहाँको पानी त्यहाँ छन्, तर पहिला खुवाउँ अनि बेच्ने कुरा गरौँ न। पिउने पानी हाम्रा योजनाहरू कति चाहिँ खानेपानी योजनाहरू छ हाम्रा पुरा भए। यो योजनाले यो कार्यनीति भोलि बजेट छुट्याउँदाखेरि पनि हिजोको जस्तै विभेदकारी हुन्छ भन्ने कुराको पुरा पूर्वानुमान पाइसकेका छ। भने जस्तै हामीले हाम्रा जनताले उपयोग गर्न नपाएका खानेपानी, सिँचाइ, त्यसलाई प्रयोग गर्नको लागि चाहिने हाम्रा कार्यक्रम जनता आवास, कुनै अहिले तपाईँ डाटा हेर्नुभयो भने भौतिक पूर्वाधार अथवा सबैतिर गएर हेर्नुभयो भने हाम्रो डाटा कहाँ छ? त्यहाँ सन्तोषजनक छ, प्रगति भएको छ। पछि त्यसलाई उठाउँछु। हिजो केन्द्रीय शासन हुँदै गर्दा पछि परेको क्षेत्र भूगोललाई अगाडि बढाउने कार्यक्रम यहाँ कहाँ छ? हामीले भौगोलिक रूपले हिजो हामी अन्याय परेका थियौँ। ती ठाउँकोलाई माथि उठाउने कार्यक्रम नीति कार्यक्रम बोलेको छैन। पछि नीतिगत रूपमा यो अपाङ्ग जस्तो भएर जसले चाहिँ एउटा भेगलाई उछाटेर अहिले पनि यहाँ हेऱ्यो भने यसको एउटा पूर्वानुमान गर्न सकिन्छ भने जहाँ जहाँ पहुँच भएका नेताहरू छन् त्यहाँ त्यहाँको कार्यक्रम मात्रै आइसकेको छ नीति कार्यक्रममा भने भोलि बजेटमा त्यसले पछाडिको ठाउँको ल्याउँछ भनेको ग्यारेन्टी त्यो कसरी अनुमान गर्न सकिन्छ? यहाँ हेरियो भने सबै ठाउँ किटान गरिएको नामहरू हेऱ्यो भने ती पहुँच भएका लामो समयसम्म गरेका ठाउँका चाहिँ सबै आएका छन्, र ती पछाडि ठाउँको आएको छैन। त्यसले पनि यसले भोलि आउने बजेट पनि यसले सही ठाउँमा आउँदैन भन्ने कुरा अनुमान गर्दै गर्दा यो हामी खबरदारी गर्दैछौँ। खबरदारी सदनमा हामी गर्छौँ। विभेदकारी भयो यो प्रदेशमा हामीले एकचोटि मैले धेरैचोटि पनि भनेको थिएँ यही खालको विभेद गर्ने हो यदि सगरमाथाले भने हामीले 1 नम्बर प्रदेशमा रहने कि नरहने हाम्रो अबका निर्वाचनमा हाम्रो एउटा मुद्दा हुनसक्छ। हामी एउटा मुद्दा उठाउँछौँ कि हामी 1 नम्बर प्रदेशमा रहने कि नरहने सोलुखुम्बु जिल्लाका जनताहरू। यो मुद्दा हाम्रो आगामी चुनावको एजेन्डा हुनसक्छ। सधैँभरि हामीले विभेदी खालको विभेद गर्ने हो भने यो मैले त्यसै आरोप लगाएको छैन, हेर्नुहोस् तपाईँहरूले। त्यसैले यो खालले चाहिँ सबै जनताको प्रदेश हो भन्ने खालको नीतिहरू बनाउनु पर्ने कुरा मैले जोड दिएँ। अब यो बाटो जस्तै एउटा आयो, सहरमाथि सहरमा जोड्ने भनेर काम भइरहेको थियो। केबल कार, यो केबल कारको कुरा खुब आउँछ। हिजो टावरको आउँछ अहिले केबल कार। हाम्रा जनताहरूलाई सामने हिँड्न सक्ने बाटाहरू जुन चाहिँ गाउँपालिका संसद कोषका पैसाले बनाएका बाटोहरूलाई जोडेर खन्ने बाटा हाम्रो चाहिँ जस्तै यो साल्पा भन्ज्याङ गुदेल हुँदै सोलुखुम्बु जोड्ने बाटाहरू, यता घुर्मी चौतारा सडकको कुरा आउँदै गर्दा घुर्मी चौताराबाट यता आउने बाटो त भयो, घुर्मीसम्म आउने बाटो हाम्रो छैन नि त। कोशी कोरिडर जस्तै हामीले जयराम घाट, पासादे, रबुवा, सिलोरी घाट हुँदै जुन आउने बाटो छ त्यो बाटो पनि त प्राथमिकता दियो भने पो हामी सहरमाथाको मान्छे आउन सक्छौँ त। कोशी कोरिडरको बाटोको परिकल्पना यसो छैन। हामीले धेरैचोटि लेखेर बुझाएका छौँ, योजनामा बुझाएका छौँ। भनेपछि जयराम घाट हुँदै घुर्मी घाटसम्म आउने बाटो खै हाम्रो? माननीय सदस्यज्यू, समय यस मानेले पनि हाम्रा ती बाटाहरू